यो चेल्सी फुटबल क्लबलाई हेरेर हाँस्ने हो कि रुने हो कि हाँस्दै रुने हो कि के गर्ने चाहिँ के हो क्या 3 गोल डाउन छ पिएससीसँग होइन अब गर्नाच गएर टोसिनलाई लगाएर त्यो पेपर दिइरहेको छ होइन त्यो 3-0 डाउनमा चाहिँ त्यो के चाहिँ लेखेको होला क्या त्यो स्ट्राटेजी होइन अब यो 2 मिलियन खर्च गरे हो क्या हामीले 2 बिलियन मिलियन पनि होइन 2 बिलियन खर्च गरेको हो हामीले खेलाडी किन्नको लागि होइन ओहो हाम्रो किपरको छ स्यान्चेज छ जोर्जिन्सन आउँछ वाह डिफेन्स हेर्नु डिफेन्स बाफ रे डिफेन्स हेर्नु तपाईँ त पागल हुन्छ चालोवा सार हाटो कुकुरेला भेरी गुड एउटा कुकुरेला मात्रै छ होइन यो चालोवा सार हाटो स्यान्टोज काइसेडो ल काइसेडो मान्यो अनि 2 बिलियनमा चाहिँ हामीले के इन्जो र काइसेडो मात्रै किने त होला नि होइन अब पाल्मरलाई पनि अब लगभग सस्तैमा ल्याएको हो होइन त्यो गयो त गयो 2 बिलियन गयो चाहिँ कहाँ त जस्तो पैसा खर्च त लिभरपुलले नि गरेको छ लिभरपुलको थाहा छ क्या इक्विटी त्यहीँ छ होइन फ्लोरेनवर्थ जस्तो खेले पनि त्यहीँ छ होइन एट द सेम टाइम इसाक पनि त्यहीँ छ नि त यो देखिया त छ नि त हामीले के किनौँ त स्यान्चेज अब अरू को किने खा अब को लियम डिल्याप किने छ र अब होइन लियम कस्तो त्यो यो दिमाग कहाँबाट आउँछ क्या होइन स्ट्राइकरहरू कति पाइन्थ्यो होइन कति अभाइलेबल थिए होइन सेस्को को थियो होइन लियम डिल्याप ल्याएर दिएछ त्यो स्विच टाउनबाट पनि कति 7-8 गोल कति हाने हो क्या भगवान् यार यो तपाईँहरूको पोटेन्सियल हेर अब टोडबलले मैले भने त अब अभियसली पुगेको होइन टोडबल त अब आफै छोडिदिएर वेदान्त इकबाली छ क्यारे अहिले होइन हाम्रो टिमको सबै कर्ता धर्ता अब कोच ल्याएको छ होइन इन्जो मरेस्का ल्याएको थियो राम्रो गरेर ल्याएको थियो ब्रोले होइन अब यस्तो हेर वर्ल्ड च्याम्पियन बनायो लियम रोजिनियर ल्याएर छ लियम रोजिनियर वेन रुनीबाट सिक्या हो क्या होइन एट द सेम टाइम यो हाम्रो मरेस्का चाहिँ पेपको स्टुडेन्ट हो क्या होइन अब रुनीको भगवान् हेर अब वाट मोर अब कोमेन्ट्रीबाट अब सायद अब फ्रेङ्क ल्याम्पार्ड आउने होला होइन आइएम विथ ल्याम्पार्ड है चेल्सी फ्यान हो होइन अब ल्याम्पार्डलाई त अब नाइ भन्नु त पाइँदैन तर यहाँको अब सिचुएसन त्यस्तै छ क्या ओनरसिपले होइन पपेट खोजिरहेको थियो क्या दे आर नट लुकिङ फर गुड कोचेस दे आर जस्ट लुकिङ फर पपेट्स क्या जसले भनेको मान्छ होइन ग्राम पोटरले होइन अलिकति मात्रै राम्रो गरेको भए ग्राम पोटर त कहिले पनि स्याकै हुँदैन थियो होला क्या यो अझ फाइनेन्सियलको कुरा त हामीले त अब परै छोड्यो भन्छ आफ्नो होटल आफैलाई बेचिदिएको छ होइन अब कोही सेन्स बन्ती है इस बात कि भने जस्तै हो क्या यो त्यो गरेर चाहिँ अब होइन अब छारो त हालेको छ सबैलाई थाहा छ होइन फाइनेन्सियल फेयर प्ले पनि भयो होला होइन तर यो म बुझ्दिनँ क्या होइन यो डटमन्डबाट एउटा ल्याएको छ त्यसको नामै बिर्सेँ मैले अब ज्यामी गिटेन्स भन्ने ल्याएको छ होइन मुड्रिक कहाँ गयो थाहा छैन अस्ति कहाँ रनिङ गर्दै थियो अरे अब फुटबल नखेल्ने रनिङ खेल्छ अरे होइन अब गर्नाचो ल्याएको छ लर्ड गर्नाचो होइन किन ल्यायो भने थाहा छैन होइन अब फेरि एट द सेम टाइम त्यो हडलमा होइन रेफ्रीलाई बिचमा राखेर हडल गरिरहेको छ अब त्यसमा अब रेफ्री बिचमा आएको अरे रेफ्रीलाई कारवाही गर्ने रे होइन त्यसपछि फेरि के पनि छ भन्दाखेरि हार्ने बित्तिकै लाइनअप लिक भएको थियो ए बाबा लिकै भए पनि के चाहिँ हुनेवाला खरा त्यो लाइनअप भने लाइक रोनाल्डै आएर खेले जस्तो कुरो हो यार त्यो लाइनअप जहिले त्यही त हो नि त्यो साइन्चेसको ठाउँमा जोर्जिन्सन खेलाउँदाखेरि चाहिँ के खतरा हुने हो र भने कस्तो केहीबाट पनि सुखै छैन क्या एन्फालाई सम्झ्यो होइन त्यहाँ पनि यत्तिकै दिगदार लाग्दछ चेल्सी सम्झ्यो झन् दिगदार लाग्दछ करे त क्या गरे क्या हामी चाहिँ एउटा चेल्सी फ्यान हुनलाई अहिले तपाईँको एकदमै गाह्रो यो खतम समय हो क्या यो होइन अब तपाईँको नेपालमा हुनुहुन्छ नेपाली चेल्सी फ्यान हुनुहुन्छ भने चाहिँ दिस इज द वर्स्ट टाइम किन भन्दाखेरि न नेपाली फुटबलले राम्रो गरेको छ होइन यतापट्टि त एन्फाको त कुरै नगरौँ चेल्सीको झन् कुरै नगरौँ एन्फाले म्यानेज नगरेर बिग्रिएको छ चेल्सीले माइक्रो म्यानेज गरेर बिग्रिएको छ होइन खुसी हुने ठाउँै छैन क्या जिन्दगीमा अब अन्तिममा अब के भन्न चाहन्छु म भन्दाखेरि होइन देयर इज नो प्यासन देयर इज नो एग्रेसन इन दिस फुटबल टिम